नहीं भैया, हमारा तो कोरियर वाले के साथ भी बात तो हुआ है। हेलो। और आप क्या कह रहे थे ना, अब कोरियर सरियर तो वैसा ही रहेगा भैया। अब हमारा पैसे के लिए आप बोल रहे थे। दर्शकबिन अहिले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा आइपुगेका छौँ भने यो ठाकुरद्वारामा आइपुगेका छौँ। यो बजार ठाकुरद्वाराको बजार नेसनल पार्कमा छौँ अहिले। दर्शकबिन यो बाबु र उहाँको मम्मी हुनुहुन्छ, एकदमै पीडामा हुनुहुन्छ, एकदमै पीडामा। ठगले यति ठगेको छ कि उहाँलाई कुरै छोडिदिनुहोस्। अहिले जमजम कम्पनी भन्नाले छोटे भाइ बडे भाइ भन्ने एउटा जुन तपाईँले सुनिराख्नु भएको छ, त्यसको आइडी बनाएर अहिले ठगको बिगबिगी छ। बर्दिया जिल्ला मात्रै होइन कि देशभरि नै अहिले ठगको गिरोह चलिराखेको छ। त्यही ठगमा अहिले आमा छोरा ठगीमा पर्नु भएको छ। र के ठगीमा पर्नु भएको छ भने पैसा, कहिले 15,000, कहिले 20,000, कहिले 6,000 गरी लगभग 2 लाख भन्दा बढी पैसा उहाँहरूसित असुलिसकेको अवस्था छ। अझै पनि आजको डेटमा पनि, आज जेठको 31 गतेसम्म पनि पैसा पठाइदिए भनेर व्हाट्सएप गरिराखेको छ। नेपाल सरकार यस्ता ठगहरूलाई तुरुन्तै कारबाही गर्न सख्त जरुरी छ र यस्ता पीडितहरू हजारौंको सङ्ख्यामा नेपालमा छन्। आज बर्दिया जिल्लामा ठगिएका छन् भने पत्ता लागेको छ भने अन्त ठाउँमा पनि छ। कोही कसरी ठग्यो भन्ने कुरो म यो बाबुसित, पहिला बाबुलाई हनी ट्र्यापमा पार्छ, त्यसपछि अनि मम्मीले पैसा दिनुहुन्छ। बाबु नमस्ते। नमस्ते। तिम्रो नाम के हो बाबु? मेरो नाम गणेश राज परियार हो। तिमी यो जमजम कम्पनीबाट छोटे भाइ बडे भाइ भन्ने कम्पनीबाट के गरेर ठगियो? त्यो एउटा गेम दिएको थियो त्यसले, अनि त्यो खेल्ने भनेको थियो। अनि मैले जितेँ। अनि त्यसपछि मम्मीलाई अनि पैसा हाल्ने भन्यो। अनि तिमीले गेम खेल्यौ, गेम खेलिसकेपछि जित्यौ, जितिसकेपछि अनि पैसा हाल्दे भन्यो। कति हाल्दे भन्यो? खै पहिला 6,000 भन्यो, अनि पछितिर 6,000 भन्दै 8,000मा गयो। अनि 8,000मा गएर फेरि 8,000 20,000 भन्यो, अनि 25,000 भन्दै कस्तो गेम थियो तिमीले खेल्ने? कस्तो गेम थियो त्यो? एउटा मान्छे हुन्छ, त्यसलाई रोक्ने भन्छ। अनि त्यसपछि त्यो रोकेपछि अनि त्यो के दिन्छु भन्छ। अनि त्यही जिते। अनि कतिजनाको गेम हुन्छ त्यो खेल्नेमा? खै त्यसैको आइडीबाट भेटेको थियो त्यही खेल। कतिजना खेल्थ्यौ तिमी लगायत? कतिजना खेल्थ्यौ त्यो? 2 जना मात्रै कि बहुत धेरैले खेल्थ्यौ? बहुत धेरैले खेल्थे। अनि त्यसपछि तिमीले त्यो गेम जितेपछि के दिन्छु भन्यो यो कम्पनीले? खै त्यो मोबाइल सोबाइल के दिन्छु भनेको थियो त्यसले। म अहिले मम्मीसित जाँदैछु। नमस्ते म्याडम। नमस्ते। ठगिनु भयो? हजुर ठगे। अब जुमजुम कम्पनीको नाम लिएर छोटो भाइ बडे भाइले फोन गर्नुभयो। अनि त्यसपछि उहाँहरूले फोन गरेर तपाईँले म्याडम तपाईँको यति 2टा वाच र एउटा आइफोन, एउटा चाहिँ आइफोनको त्यो के पो हो त्यो ट्याब हो के हो, त्यो 4वटा सामान हजुरको आइपुगेको छ। त्यही भएर हजुर कहाँ आइपुगेको छ भनेर भने हामीले दिँदैछौँ। उहाँले दिँदै हजुरले प्राइस नेपालीबाट बोल्छ कि इन्डियाबाट बोल्छ? हिन्दी बोलिराख्नुभएको छ, तर उहाँको बोली चाहिँ इन्डियन होइन, उहाँ दुबईको हुनुहुन्छ, दुबईबाट बोल्ने। अनि उहाँको बोलीमा बोलिराख्नु भएको छ कि म्याम हजुरले हजुरको 15,000 एमाउन्ट छ हाम्रो तर्फबाट र 4वटा गिफ्ट परेको छ। त्यसपछि त्यस्तो गरेर उहाँले 6,000 रुपियाँ माग्नुभयो कि यो सामान हामीले यहाँबाट पठाउनलाई हजुरलाई यसको पैसा चाहिँ हजुरले 6,000 तिर्नुपर्छ ट्याक्स सरकारको। हामीले पनि अब होला भनेर मैले अब यताउता मागेर 6,000 रुपियाँ उहाँलाई मैले दिएँ।
अनि 15,000 उहाँले दिन कुरा गर्नुभयो र मैले त्यसबाट मैले आफ्नो ऋण तिरौँला भनेर मैले त्यस्तरी जुटाएर दिइसकेपछि उहाँले फेरि एकछिनपछि 8,000 माग्नुभयो कि हामी यहाँबाट नेपाल पठाउनु पर्छ, तपाईँको सामानको कोरियर कटाउनु पर्छ भनेर फेरि 8,000 माग्नुभयो, त्यो दिए। 25,000 माग्नुभयो, त्यो दिए। 10,000 माग्नुभयो, त्यो दिए। के गरेर साह्रै प्रुफ छ मसित कि उहाँहरूले पुरै राख्नुपर्छ। हजुर पुरै प्रुफ राखेको छु। यो नेपाली खातामा दिनुहुन्छ कि कसरी यो पेमेन्ट गर्नुहुन्छ? लास्टमा गएर मैले 10,000 पठाएँ, त्यो 10,000 मेरोबाट कट्यो, म अरूसित मागेर उहाँले हालिदिनु भयो। त्यसपछि उहाँलाई दिएँ, मैले दिइसकेपछि उहाँले आएन भन्नुभयो। त्यसमार्फत आएन भनिसकेपछि उहाँले फेरि 5,000 माग्नुभयो। ठिक छ 10,000 दिन सक्नुहुन्न, 5,000 दिनुहोस् भनेर मैले अरूसित 5,000 मागेर त्यो पैसा पनि हालेँ। त्यसपछि उहाँले के भन्नुभयो, तपाईँको खातामा पैसा आउनलाई म्याम कमसेकम 5-7 हजार रुपियाँ तपाईँको खातामा हुनु पर्यो, 7,000 जहाँबाट पनि हाल्नुहोस् भने। मैले कसैसित 200, कसैसित 300, कसैसँग 400, अब जसले मलाई चिनेको छ उहाँहरूले मलाई 7,000 रुपियाँ सबैले जुटाएर 20-22 जना थिए, तिनीहरूले जुटाएर अब यतिको लागि तपाईँ गरिब मान्छे, तपाईँको घरद्वार पनि छैन। यो घर कसको हो? यो घर अरूको हो सर। यो तपाईँ के गर्नुहुन्छ यहाँ? पहिला म यहाँ होटलमा काम गर्थेँ। त्यसपछि उहाँहरूले यही चक्करमा म कहिले बजार ब्याङ्क पैसा हाल्न जाने, कहीँ जाने, मलाई निकालिदिनु भयो उहाँहरूले। निकालिसकेपछि हिजोको दिन टोटल पैसा तपाईँको कतिसम्म अहिले ठगिएको अवस्था हुनुहुन्छ? पैसा त सर समथिङ नजोडे पनि लगभग 3.5 लाख जति होला। 3.5 लाख? हजुर, कम पनि हुनसक्छ। 3.5 लाख जति पुग्यो होला। मोटा रकमहरू जोडौँ, सानो जोडौँ, त्यस्तो गरेर। उहाँले पहिले 10,000 आएन म्याडम भनेर त्यसपछि मसित 5,000 माग्नुभयो। त्यो पैसा पनि मैले खोजेर दिएँ। त्यसपछि फेरि 7,000 रुपियाँ तपाईँको खातामा नहालोस् भने तपाईँको पैसा हुन्न, तपाईँ आफ्नो खातामा हाल्नु भनेर फेरि त्यो 7,000 रुपियाँ 4-5 जना कतिजना मिलेर 7,000 बनाइदिनु भयो। त्यो पैसा पनि हालेँ कि अब त आइहाल्छ पैसा, त्यो 7,000 पनि हालेछ। त्यसपछि त्यो कति महिनादेखि यस्तो चलिरहेछ? यस्तरी तपाईँलाई दुईटा आमा छोरालाई ठगिरहेछ? यो चलिरहेछ लगभग 3-4 महिना भनौँ। 3-4 महिनादेखि ठगिरहेछ भने तपाईँको 3.5 लाख जति लगेर गयो? अहिले हजुरको अहिले फेरि 11,000 रुपियाँ माग्नुभयो कि यो ब्याङ्कबाट जान्न म्याडम, तपाईँको अर्को ब्याङ्कमा गर्नुपर्छ, ट्रान्सफर पैसा गरेर अनि बल्ल तपाईँको खातामा जान्छ भनेर भन्नुभयो। पहिला तपाईँको खातामा जान्न भनेर 7,000 हाल्न पठाउनु भयो। त्यसपछि त्यो भनेर फेरि मैले 7,000 रुपियाँ अर्को खातामा पठाएँ। त्यो बेला फेरि 10-15 जना मान्छे मिलेर मलाई पैसा जुटाएर दिनुभयो। त्यस्तो गरेर मैले पठाएँ। अहिले त म ब्याङ्कमै छु। 11,000 पठाइदिनुहोस् भने अहिलेको डेटमा, आजको डेटमा नै लगभग 5-6 दिन भयो। 11,000 पठाउनु। मैले पनि मलाई 11,000 चाहिँ 11,000 चाहिन्न। जो मेरो एमाउन्ट छ, जो मेरो पैसा छ, मलाई केही तपाईँको चाहिन्न, मेरो पैसा मलाई पठाउनुहोस्। यहाँ त मान्छेहरूले मलाई मार्ने पिट्ने जस्तो गरिरहेछन् कि अहिले दिन्छु भनेर लियो पैसा, तैँले दिन्छु लिएर पैसा दिए हामीले तपाईँलाई राम्रोला, मेरो घर छैन, दुवार छैन, तिनीहरूले तपाईँलाई राम्रो भइजाला भनेर पैसा दिनुभएको। अनि त्यसरी गरेर मैले दिएँ। पछि उहाँले ठिक छ अब तपाईँ तिर्न सक्नुहुन्न भनेपछि म आफ्नो भाइसित पैसा मगाउँछु, छोटो भाइले भन्नुभयो। अनि बडे भाइले पैसा पनि पठाइदिए, अरेको कुरो हो। अनि मैले पैसा छोटे भाइ हजुर, उहाँहरूले पैसा, दाइले पैसा पठाइदियो अरे, भाइले मेरो 11,000 जो थियो आफ्नै तर्फबाट तिर्दिनु भयो। तिरिसकेपछि त पैसा पठाउन भनेको त आज 4 दिन भइगयो। आज 30 गते कि 31 गते कतिको डेट हो? 31 गते, नेपाली 31 गते। नेपाली 31 गतेको डेटमा आज 4-5 दिन भयो। म ब्याङ्कमै छु, अहिले पठाउँछु, तैँले पठाउँछु गर्दा उहाँले पठाउनु भएन। ठ्याक्कै 4 बज्छ। त्यसपछि उहाँको फोन पनि आउन, फोन पनि उठ्दैन, लाग्दा पनि लाग्दैन, केही मेसेज पनि आउन, मेरो मेसेज पनि उहाँले हेर्नु। दर्शकबिन, यसरी ठगेको छ जुमजुम कम्पनीका दाइ भाइ भन्ने एउटा कम्पनी छ, बडे भाइ छोटे भाइले यसरी ठगेको छ नेपालीहरूलाई। आज बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ठाकुरद्वारामा यसरी आमा छोरा, अघि नै मैले सुरुवातमा 2 लाख रुपियाँ भने त, तर 2 लाख नै छ दर्शकबिन, 3.5 लाख रुपियाँ ठगेको अवस्था छ। अझै पनि आजको डेटमा, जेठको 31 गतिको डेटमा पनि 11,000 पठाइदिनुहोस् भन्दैछ। अहिले उहाँहरू होटलमा काम गर्नुहुन्छ, उहाँले हो काम छैन, हटाइदिनु भयो। काम यहाँबाट हटाइसक्नु भयो। तर हिजो म यहाँ आएँ,
एकजना हाम्रो सर मेरो माथि विश्वास गरेर दिदी तपाईँ कता काम लाग्नुभएको छ, उहाँले के भन्नुभयो, अहिले त कतै म काममा लागेको छैन सर, त्यसो भए म जान लाग्छु दिदी, तपाईँको जस्तो अब यहाँ हेर्न कोही हुन्न, तपाईँ आजको लागि बसिदिनुहोस् भनेर हेड सरले मलाई फोन गर्नुभयो। अनि यहाँ एकजना म्यानेजर सर हुनुहुन्छ, दिदीज्यू बसिदिनुहोस् मेरो सट्टामा, यहाँ हेरदेख गरिदिनु होला भनेर त्यसरी मलाई आजको डेटमा हिजो बोलाएर आजसम्म मलाई राख्नुपर्छ। दर्शकमा यसरी ठगिनु पनि भयो। यो होटेलदेखि, यो ठाकुर बाबा नगरपालिकाको ठाकुरद्वाराको होटेल, यो कुन होटेल हो? बर्दिया जङ्गल कटेजबाट वर्षौँ दिनदेखि उहाँले काम गर्नुहुन्थ्यो। यही चक्करमा अहिले यो होटेलले उहाँलाई जागिरीबाट पनि निकालिदिइसकेको छ। यसरी ठगिनुपर्छ, यसै पीडा छ कि हामी भनेर साध्य छैन। यस्ता ठगलाई नेपाल सरकारले तुरुन्तभन्दा तुरुन्तै एक्सन ल्याओस् र कारबाही गरोस्। जिल्ला प्रशासन कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दियाले तुरुन्तभन्दा तुरुन्तै एक्सनमा लिएर यो मोबाइलको फोन नम्बरहरू ट्र्याकमा लिएर उहाँसित जे प्रुफ छ सबै ट्र्याकमा लिएर तत्काल कारबाही गरेर उहाँको पैसा, भाडा मिजेको पैसा, जुठो भाडा धोको पैसा, उहाँको पैसा 3.5 लाख रुपियाँ जसरी भए पनि असुल गरिदिनु पर्छ। यो छोटे भाइ बडे भाइसित कुरा गर्नुभएको छ उहाँले, त्यो सुनाउँदैछौँ है के भन्दो रहेछ नि यिनीहरूले। उधर से हो जाएगा तो हमको कॉल कीजिएगा भैया। जी बहना, मुझे ये बताइए आपके खाते में पहले बैलेंस तो नहीं है, मुझे ये बता दीजिएगा, ठीक है? आपके खाते में कोई बैलेंस तो नहीं है, पहले से बता दीजिए मुझे एक बार। मेरे खाते में 143 की 44 रुपया कितना पैसा बैलेंस में है, उससे ज्यादा कुछ भी नहीं है। चलो ठीक है मेरी प्यारी बहन, कोई मसला नहीं है। जैसे लिमिट आपका बढ़ जाएगा, पैसा भी ट्रांसफर हो जाएगा तो इंशाल्लाह आपको कॉल कर दूंगा मैं, ठीक है? परेशान नहीं होना, टेंशन ना लें आप, ठीक है? आपके ऊपर कितना विश्वास करके हमने उतना पैसा खोज कर डाले हैं। पहले हमारा इमेज भी अच्छा था, आदमी लोग से मांगते थे तो दे देता था, 2-4 गालियां करते हुए भी देता था। अभी हम तो जो और आप लोग का प्रचार करेंगे, किसी का बात हम नहीं सुने, हम करते गए, सब पैसा भेजते गए। हम आपका भरोसे में हमने आपको वैसे करके भेजा है। अभी आजकल करते लास्ट में ये बीच में से हर गुम हो जाएगा। ये ना हमारा पैसा आएगा ना आपका पैसा आएगा, ना कुछ भैया। बहुत परेशान है हम, बहुत परेशान है। आप लोग को पता ही नहीं है कितना परेशान है। मैडम यो कोसित कुरा भएको तो हमारा परेशानी दूर हो जाता है। यो राजन नहीं, यो छोटे भैया सित यो छोटे भैया बोलेको हो त? त्यो भरि अब त थाहा भएन सर, हामीलाई अब जुम कम्पनीको छोटे भैया बोलेको, तर हामीलाई यो थाहा भएन छोटे भैया हो कि बडे भैया हो। उहाँहरू दुई भाइ पनि भिडियोमा आएर अनि छोटे भाइले पनि कुरा गर्नुभयो, अनि त्यसपछि देखाउनु भयो, कोरियर देखाउनु भयो, पैसा गनेको देखाउनु भयो, त्यो पनि यहाँ भिडियो छ हामीसित। अनि त्यसपछि बाई प्लेनबाट आउने भनेर 25,000 माग्नुभयो, त्यो 25,000 पनि के गरेर पठाइयो। त्यसपछि अरू के भएन, यो दिने क्रममा उहाँहरूले हामीलाई त्यो सामान दिने क्रममा यहाँ चाहियो त्यहाँ चाहियो, हामीले आफ्नो प्रक्रिया सर मागी पनि भिखारी भन्दा पनि बढ्ता भएर हामीले चाहिँ पुरा गरेको, तर अहिलेसम्म आएन। आजको डेटमा लगभग 1 हप्ता भयो। अनि उहाँ 15 दिनको लागि म नेपाल आएको छु। छोटे भाइले म 15 दिनको लागि नेपाल आएको छु, तपाईँको काम गरेरै जान्छु भनेर भन्नुभयो। आज 11 दिन भयो उहाँ आउनुभयो कि आउनु भएन। त्यही भैया हमारा तो कोरियर वाले के साथ भी बात तो हुआ है। हेलो, और आप क्या कह रहे थे ना, अब कोरियर तो वैसा ही रहेगा भैया। अब हमारा पैसे के लिए आप बोल रहे थे कि हमारा QR क्या बोल रहे थे, स्क्रीन शॉट हो कि क्या है, तो सब कुछ तो आप लोग को भेज दिए, सब कुछ तो आप लोग को भेज दिया। आप उसी में से देख लीजिए ना हमारा कितना अमाउंट निकलेगा। आपने जो पहले भेजा है ना पैसा, जी उसके बाद में कितना उसके बाद
अभी हमको देखना पड़ेगा भैया कितना है, हम आपको आधा घंटे में कॉल करेंगे देख करके। इस महीने में दिया आपने पैसा? हाँ दिए हैं। इस महीने में कितना दिया है? भैया हम अभी देख करके बताएंगे, पता नहीं कितना है, हम अभी चेक करके जोड़ करके हम आपको बता देंगे। ठीक है, आप वेट कीजिए। ओके ओके, हम भेज रहे हैं। हम आधा घंटा वेट कीजिए, हम आपको भेज रहे हैं।